नमस्ते सबैजनालाई स्वागत छ। वेलकम एभ्रिवान। तपाईहरु बाली आउँदै हुनुहुन्छ अनि इफ यु आर लुकिङ बाली आउँदै हुनुहुन्छ भने अनि नेपालबाट बाली आउनलाई कसरी भिजाहरु के छ भन्ने प्रोसिड्युरको लागि चाहिँ नि मैले नेपालबाट आउन लागि चाहिँ भिडियो बनाइन हैन। तर अहिले यहाँ मलेसिया आइसकेको छु अनि नेपालबाट फर्स्ट ट्रान्जिट मलेसिया अनि मलेसिया कोलालम्पुरपछि नेक्स्ट डेस्टिनेसन चाहिँ नि बाली। सो अहिले म मलेसियाको एयरपोर्ट कोलालम्पुरमा छु अनि एयरपोर्ट चाहिँ ट्याक्कै यस्तो छ है। सो मलेसियाको एयरपोर्टमा हामी छौँ अनि एउटा कुरा चाहिँ नि यो एयरपोर्टमा हिँड्दाखेरि टक्क गेटहरू चाहिँ नि 2-3टा बिल्डिङहरू छ है। सो गेट चाहिँ नि कुन गेट आफ्नो भन्ने चाहिँ ठ्याक्क ख्याल गर्नु पऱ्यो। अनि अहिले यहाँ स्काई ट्रेन भन्ने छ, त्यही भएर म चाहिँ नि नेपालबाट काठमाडौँबाट आउँदाखेरि उता अर्को बिल्डिङमा थिएँ अनि ठ्याक्कै यो अगाडि देखिरहेको छ है यो यहाँनिर अराइभल गेट अनि त्यहाँ मान्छेहरू बसिरहेको छ नि पहेँलो लगाएर त्यो चाहिँ नि स्काई ट्रेन हो है। अनि त्यो ट्रेनले चाहिँ नि यो बिल्डिङबाट अर्को बिल्डिङमा लैजान्छ। यो बिल्डिङलाई चाहिँ नि स्याटेलाइट बिल्डिङ भन्छ। टक्क लाएर यहाँ पुरा भित्र यस्तो छ, यहाँबाट देख्छ देख्दैन क्यामेराबाट थाहा छैन। म तल गएर चेक गर्छु है जान मिल्छ कि मिल्दैन। अनि त्यो ट्रेनबाट आएको म अनि एयरपोर्ट यस्तो छ। र यहाँ आइसकेपछि यहाँबाट हामी ट्रान्जिट लिने। युजली नेपालबाट आउँदाखेरि त्यही हो मलेसिया, इन्डिया ट्रान्जिट अनि सिङ्गापुर, त्यही हो बालीको लागि है जेनरली चल्ने। अरू पनि छन् होला, जेनरलीमा आएको चाहिँ त्यही ट्रान्जिट हो। अनि के भन्ने अरू त्यही हो। अब यहाँ 3 घन्टा 4 घन्टा ट्रान्जिट थियो, 3.5 घन्टा। अनि यसपछि अब मेरो 8 बजिसक्यो यहाँको टाइमको, अब 9 बजेको फ्लाइट छ। सो बाली जान्छु अनि त्यसपछि बाली गएपछि बालीमा चाहिँ नि कसरी हामी जाने बित्तिकै के भन्छ ट्राभल अप्सनहरू। फर्स्टली त एयरपोर्टबाट निस्किनलाई ट्राभल अप्सन चाहियो होइन, त्यो हेर्नु पऱ्यो। अनि त्यसको लागि चाहिँ नि मैले गोजेक एप डाउनलोड गरेको छु। सो यु क्यान डाउनलोड गोजेक अर ग्र्याब विच एभर इज गुड फर यु। अनि त्यही हो, अब म डिपार्चरको लागि जान्छु। अनि 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 अरू केही पनि छैन। भिजाको लागि चाहिँ नि म पछि टक्क लाएर बसेर भनौँला। ल अब जाऊँ हामी एयरपोर्ट डिपार्चर। यो चाहिँ मलेसियन एयरपोर्ट वान साइडबाट है, पुरै साइडबाट त देख्दैन बिकज इट इज टु बिग। सो वी क्यानट सो इट फ्रम अल द साइड, बट फ्रम वान साइड द सनराइज 8 AM। यहाँ आएको कुरा यहाँ ठ्याक्कै यो हामीले मनी चेन्जरहरू देख्छ नि। यहाँ यो मनी चेन्जर चाहिँ लास्ट ठग्दो रहेछ क्या। मनी चेन्जरमा चाहिँ लास्ट ठग्दो रहेछ। द चार्ज टु मच हाई देन आउटसाइड प्राइस। सो आई डोन्ट वान्ट टु सजेस्ट or I don't want to give any suggestion, but they charge too much high. And this is the waterfall. देख्छ यो चाहिँ कहाँबाट जाने भन्ने ठ्याक्क थाहा भएन। यो वाटरफल कहाँबाट जान्छ भनेर है। त्यही हो, यहाँ आउँदाखेरि यहाँको एयरपोर्टमा पैसा साट्न चाहिँ नि लास्टै महँगो पर्छ, नसाटे हुन्छ। अब म गेट खोल्नु जान्छु। गेट चाहिँ नि C12 है, C12 उतै हो।
8 बजिसक्यो यार खोलिसक्यो एघारदेखि 17 12 अनि उताको टर्मिनल उताको बिल्डिङमा चाहिँ खासै केही पनि छैन है यो बिल्डिङमा चाहिँ नि मजाले सपिङहरू यताउति पसल छ उताको हामी काठमाडौँबाट आएको फर्स्ट टर्मिनलमा चाहिँ नि खासै केही पनि थिएन हल्का फुल्का पसलहरू त्यो पुरानो होला सायद खै के हो थाहा छैन खासै धेरै थिएन गाइस फाइनली बाली एयरपोर्ट आइपुग्यो अनि अब बाली एयरपोर्ट आएपछि यहाँबाट इमिग्रेसन गर्नुपर्छ है नेपालीलाई चाहिँ नि मैले भिजाको लागि भन्दै थिएँ नेपालीहरूलाई चाहिँ नि भिजा एप्लाई गर्नुपर्छ अनलाइनमा अनि हामीलाई 2 वे टिकट चाहियो होटल बुकिङ चाहियो पैसा चाहियो त्योभन्दा बढी चाहिँ नि खासै केही छैन अनि अरू के छ अरू केही पनि छैन सिम्पल छ सो म पहिला इमिग्रेसन चेक गर्छु अनि अरू डिटेल चाहिँ भन्छु पहिला फ्रेस भम होइन यसो मुख सुख धुम एकैचोटि के इमिग्रेसनमा जाने आत्तिर पहिला घुममा एकैछिन फ्रेस होम पानी सानी खाम चिया खाम कफी खाम अनि बल्ल इमिग्रेसन जाने त्यो सबै रामायणको क्यारेक्टरहरू हो म्याक्सिमम guys arrived at Bali and Bali airport ko thakka niskinu bittiko drisya चाहिँ यो so after we get out from the airport we can see this scene and I'm going to book Grab or Gojek which is much more convenient than getting prepaid taxis over here यहाँ आउँदै हुन्छ नि Grab Gojek डाउनलोड गरे हुन्छ एकदम सजिलो हुन्छ हैन त्यो प्रिपेड ट्याक्सीहरु चाहिँ महँगो पर्छ त्यो नलियो हुन्छ लिने भयो त्यो ब्लू बर्ड भन्ने ट्याक्सी पाउँछ त्यो चाहिँ नि अलिकति जेन्युन राम्रो भन्ने पाउँछ नभए ग्र्याब र गोजेक लिए ठिक हुन्छ
सलक्क यहाँ पुरा लाइन बसिरहेछ सबै लिनलाई बस पनि पाउँछ यहाँबाट है सटल बस so go from here and exit way So अनि यदि ट्याक्सी चाहिँदैन अनि if you're traveling single and if you want to take motorbike taxi then better get out from this way हैन अनि यो ठाउँबाट बाहिर निस्किसकेपछि त्यहाँ मेन बाटोमा जान सजिलो छ ठ्याक्कै बाटो फलो गर्दै गयो भने अनि त्यहाँनिर चाहिँ नि हाम्रो नेपालमा पठाउने ग्र्याब हुन्छ नि त्यस्तै यहाँको चाहिँ ग्र्याब त्यो बाइकहरू चाहिँ पाउँछ